नेपाली जनतालाई सरकारको उपहार पेट्रोल, डिजेल र मट्टी तेलमा 50% कर छुटको ऐतिहासिक निर्णय। अब कति घट्ला मूल्य? आकाशिदो महँगीको मारमा परेका नेपाली जनताका लागि सरकारले एउटा राहतको ठूलो विस्फोट गराएको छ। नेपाल सरकारले पेट्रोल, डिजेल र मट्टी तेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा सिधै 50% छुट दिने ऐतिहासिक निर्णय गरेको छ। वर्षौंदेखि इन्धनको चर्को मूल्यले ढाड सेकिँदा चुप बसेको सरकारले अहिले आएर कडा एक्सन लिएको छ। यो छुटपछि अब बजारमा इन्धनको मूल्यमा ठूलो गिरावट आउने निश्चित भएको छ। के सरकारको यो निर्णयले सर्वसाधारणको भान्सा र यातायातमा देखिएको महँगीको जालो तोडिएला त? सरकारको यो कदमले आयल निगमको घाटा मात्र होइन, जनताको खल्तीमा पनि केही पैसा बचत गराउने आशा जगाएको छ। नियत सफा भयो भने सरकारले पनि जनताको मर्म बुझ्दो रहेछ। अब पालो तपाईको। सरकारले तेलमा 50% कर छुट दिने यो निर्णयलाई 100 मा कति नम्बर दिनुहुन्छ? अहिले कमेन्टमा नम्बर ठोक्नुहोस्। अनि तपाई यो भिडियो देशको कुन कुनाबाट हेर्दै हुनुहुन्छ? आफ्नो ठाउँको नाम लेख्न नभुल्नुहोला।